हेलो साथीहरु, गुड मर्निङ है। हिजो चाहिँ मैले माछाको भिडियो देखाएको थिएँ तपाईहरुलाई बिहानै है। माछा सार्दै छु भनेर। माछा चाहिँ के भएछ भन्छ नि यस्तो भएछ। ठुलो सानो ट्याङ्कीबाट ठुलो ट्याङ्कीमा हालेको थिएँ कि अत्तालेर तीनटाको एक्सपायर डेट भएछ। अब यसरी नै मर्यो भने त के पाल्नु हो माछा पनि नि। हेर्दै गर्नुहोस् गाइस, अहिले भर्खर निकालेको थिएँ म चारटा हो। फेरि एउटा यस्तो भएछ। यत्रो ठुलो भएको थियो झन्, सबभन्दा ठुलो थियो। त्यो पानी यत्रो फुल्फुल छ र पनि माछा नै भ्यागु त पाल्ला जस्तो भयो। मेरो त माछा त यस्तो भयो। हिजो सानो ट्याङ्कीबाट ठुलो ट्याङ्कीमा स्याहारेको थिएँ, अत्तालेर सबैको सुसाइड पो गरेछ सबले।